ल गाइस यहाँनिर चाहिँ यो सुरुङ जस्तै बाटो र छैन। म यहाँ अलि भित्र गरेर देखाउँछु हैन। एकदम मुस्किल छ हौ। यहाँ यस्तो छ देख्न सक्नुहुन्छ हैन। यस्तोबाट यहाँ लाइट बालेर चाहिँ जाँदाखेरि माथि निक्लिन्छ। एकदम मुस्किलै छ। यहाँ देख्न सक्नुहुन्छ। ल गाइस म अघि त्यहाँ मैले देखाएको सुरुङबाट निक्लिने ठाउँतिर गइरहेको छु हैन। यहाँ देख्न सक्नुहुनेछ। यहाँ यस्तो रहेछ भित्र चाहिँ। यहाँ सिडी पनि रहेनछ हौ। तान्नु पर्ने पो रहेछ त। यहाँ त एकदम गाह्रो रहेछ हौ। एक्लै पसियो भने त यतै हराइने रहेछ। ल म यहाँनिर चाहिँ हिँडिरहेको छु। अहिले चाहिँ ओह्रालो बाटो छ कि अलिकति हिँड्नमा असुविधा पैदा भइरहेको छ। यस्तो दृश्य देखिरहेछ। फेरि पनि मैले जोड्न चाहेँ यो चाहिँ पोथी पोखरी। यो पोखरीको पनि ऐतिहासिक घटना निकै लामो रहेछ भन्नुपर्छ। यो पोखरीमा पनि अब पहिले बुढापाकाको कुरा सुन्दाखेरि चाहिँ मान्छे तानेको, गाई बस्तु तानेको, अरू के तानेको भन्ने कुरा पनि हामीले यहाँबाट अलिअलि थाहा पाउन सफल भयौँ। यहाँ सरसफाइका लागि पनि अब यहाँ डस्टबिनको पनि व्यवस्था गरिएको रहेछ हैन। त्यसैले गर्दा हामीले पनि अलिअलि फोहोर छ भने यहाँ हाल्न सक्ने रहेछौँ। यहाँनिर चाहिँ अब बाटोमा हिँड्दै जाने क्रममा यहाँ के भेट्यो भने चाहिँ यहाँ घन्टी रहेछ हौ। यहाँ हाम्रो लक्ष्मीले बजाइराख्नु भएको छ हैन। मैले पनि यहाँ थोरै बजाइदिएँ त। यो चाहिँ भनेको अघिको पोथी पोखरीको जोडी र हाले पोखरी हुन त दुई जोडी त एकै ठाउँमा हुनुपर्ने। यहाँनिर त यो के हो पहिल्यैदेखि टाढिएको रहेछ। यसको पहिल्यैदेखिको ऐतिहासिक घटना नै यस्तै हो भन्ने बुझौँ न अब हामी। ल साथीहरू म चाहिँ यहाँ मन्दिरतिर गइरहेको छु। त दाहिनेपट्टिबाटै घुम है। यहाँ लक्ष्मीले घन्टी पनि बजायो होइन। त्यस पछाडि अब म यहाँ मन्दिर घुमाउँदैछु यता। यहाँ मन्दिरको मैले भित्री पृष्ठभूमिलाई स्पष्ट पार्न चाहेँ। यहाँ देख्न सक्नुहुन्छ होइन। यो चाहिँ जुन हाम्रो ताप्लेजुङमा रहेको पाथिभरा देवीको मन्दिर छ नि, त्यहाँ जानका लागि तपाईँहरूले यदि भाकल गर्नुभएको छ भने यहाँ आउँदा पनि तपाईँहरूको भाकल पुरा हुने भनाइरहेको छ। त्यसैले गर्दा तपाईँहरूले यदि सक्नुहुन्न भने ताप्लेजुङै पुग्नुपर्छ भन्ने पनि छैन। यहीँ आएर तपाईँहरूले आफ्नो भाकल पुरा गर्न सक्नुहुन्छ भन्ने भनाइ पनि रहेको। च्याङथापु 5 तरमा ढाँगाडाँडामा अवस्थित पाथिभरा देवीको मन्दिर रहेछ। यहाँ आज हामी विष्णु माध्यमिक विद्यालयबाट भ्रमण गर्दै आउने क्रममा हामी यस क्षेत्रमा पनि प्रवेश गरेर यस क्षेत्रका ऐतिहासिक घटनाका बारेमा केही जानकारीहरू लिन सफल भयौँ। त्यस लगाइजहरू यहाँनिर चाहिँ पहिलेको युगमा चाहिँ ऋषिहरूले तपस्या गरेको ठाउँ होइन। यो चाहिँ यो साँगा डाँडाको ठाउँ हो। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। पहिले ऋषिहरूले यहाँ तपस्या गरेको ठाउँ, ऋषि मुनिको तपस्या गर्ने एउटा स्थान भनौँ। यहाँ एकदम पुरै जङ्गलले घेरिएको बिचमा बाटो पनि रहेछ यहाँ यस्तै। ल यहाँ त कस्तो अचम्मको पो देखियो त हौ। साथीहरू यहाँ एकदम चकित भयो है। यहाँ अचम्मको ठाउँ रहेछ हौ। यहाँ हेर्नु न यो यस्तो। यसको पनि केही रहस्य छ होला गाइस। यहाँ हेर्नु न यस्तो बनाइरहेको छ थोरै हल्का। यसको रहस्य तपाईँहरूलाई थाहा छ भने बताइदिनुहोस् है। हामी त अब एकदम टुरमा आएको, टुरमा आएर यस्तो देखियो र हल्का यसलाई हामीले भिडियोको रूपमा कैद गरेको छौँ होइन। त्यस्तो छ। ल साथीहरू यो चाहिँ साँगा डाँडामा रहेको निर्माणाधीन भ्यू टावर। यो चाहिँ लगभग 3-4 तले बनाउने योजना रहेको जानकारी प्राप्त भएको छ। यहाँनिर यो अहिले एकदम निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। यो साँगा डाँडामा अवस्थित भ्यू टावर।